सम्पूर्ण साथीहरूमा नमस्कार र यस लोकसेवा खुराक युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु। र आजको मेरो सेसनमा नेपालको इतिहास सम्बन्धी भिडियो लिएर आएको छु। र तपाईँहरूले यो भिडियो हेर्नुभयो भने तपाईँको लोकसेवा लगायत विभिन्न प्रतिस्पर्धी इक्जामहरूमा तपाईँहरूलाई चाहिँ यस भिडियोले सहजता पक्कै पनि दिलाउनेछ। र आजको यस कन्टेन्टमा चाहिँ नेपालको इतिहास सम्बन्धी लोकसेवामा विशेष दोहोरिरहेका कन्टेन्टहरू चाहिँ आजको मेरो सेसनमा समावेश रहेको छ। र म ढिला नगरी चाहिँ आजको मेरो सेसनतर्फ लागेँ। र नेपालको इतिहास है, नेपालको इतिहासलाई 3 भागमा विभाजन गरेर अध्ययन गर्ने गरिएको छ। र रहेको छ हाम्रो चाहिँ सुरुमा रहेको छ हाम्रो चाहिँ प्राचीन इतिहास है। प्राचीन इतिहास रहेको छ सुरुमा। त्यसै गरी दोस्रो नम्बरमा रहेको छ मध्यकालीन इतिहास। त्यसै गरी तेस्रो नम्बरमा चाहिँ आधुनिक इतिहास। र आजको सेसनमा विशेष गरी प्राचीन इतिहासभित्रका कुराहरू चाहिँ मैले समावेश गरिएको छु। र प्राचीन इतिहास है, प्राचीन इतिहास भनेको हाम्रो कहिलेदेखि हो त भन्दा चाहिँ इतिहासको सुरुवातदेखि भन्दा चाहिँ हाम्रो नेपालको इतिहासको जिरोदेखि चाहिँ 1936सम्म चाहिँ हाम्रो प्राचीन इतिहास मान्ने गरिएको छ। त्यसै गरी हाम्रो चाहिँ अब मध्यकालीन इतिहास है, मध्यकालीन इतिहास भनेको चाहिँ हाम्रो कुन भन्दा चाहिँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडिको समय है। अर्थात् प्राचीन इतिहास 936 को अन्त्यदेखि 1825सम्मको चाहिँ हाम्रो के त भन्दा चाहिँ हो हाम्रो मध्यकालीन इतिहास मान्छौँ अथवा मध्यकालीन अवधि हामीले त्यो मान्ने गर्दछौँ। र अर्को रहेको छ हाम्रो चाहिँ आधुनिक इतिहास है। आधुनिक इतिहास भनेको चाहिँ हाम्रो के त भन्दा चाहिँ मध्यकालीन इतिहासको अन्त्यदेखि भन्नुको मतलब चाहिँ 1825को अन्त्यदेखि हालसम्मको इतिहासलाई चाहिँ हामीले आधुनिक इतिहास भनेर चाहिँ अध्ययन गर्ने गरेका छौँ है। त्यस्तै अब हामी चाहिँ अलिकति युगको पनि यसमा अलिकति कुरा गरौँ। हामी चाहिँ विशेष गरेर चाहिँ 4वटा युगहरू रहेको छ। र 1 नम्बरमा सत्ययुग, दोस्रोमा चाहिँ त्रेता युग, चौथो नम्बरमा चाहिँ द्वापर युग, र तेस्रोमा चाहिँ द्वापर युग, र चौथोमा चाहिँ कलियुग रहेको छ। र हाम्रो चाहिँ यो पनि चाहिँ हाम्रो लोकसेवामा विशेष गरी सोधिराख्ने भएर चाहिँ मैले अलिकति चाहिँ प्राचीन युगभित्रै यो युग प्राचीन इतिहासभित्रै यो युगहरूको समावेश गरेको छु। किनभने चाहिँ हाम्रो यो लोकसेवामा विशेष सोधिराख्ने भएर चाहिँ यो हालेको छु। र सत्ययुगमा चाहिँ हाम्रो नेपाललाई के भनिन्थ्यो त भन्दा चाहिँ सत्यवती भनेर चाहिँ भनिन्थ्यो। त्यसै गरी त्रेता युगमा चाहिँ तपोवन भनेर भनिन्थ्यो। त्यसै गरी द्वापर युगमा चाहिँ मुक्ति सोपन, र कलियुगमा चाहिँ बल्ल हामी चाहिँ के भन्छौँ त भन्दा चाहिँ हाम्रो नेपाल भन्ने गरिन्छ देशलाई है। हाम्रो देश नेपाललाई चाहिँ कुन युगमा चाहिँ के भनिन्थ्यो त भनेर चाहिँ यो लोकसेवामा चाहिँ विशेष सोधिराख्ने भएर चाहिँ मैले यहाँ समावेश गरेको छु। र अर्को हाम्रो लोकसेवामा चाहिँ विशेष गरेर वेदहरूबाट पनि सोधिराख्ने भएर मैले अलिकति यहाँ छोटो चाहिँ वेदको पनि यतातिर अलिकति भिडियो लिएर आएको छु। र हाम्रो यसमा रहेको छ चाहिँ ऋग्वेद भनेको छ 1 नम्बरमा, 2 नम्बरमा चाहिँ यजुर्वेद रहेको छ, र 3मा चाहिँ समवेद, र 4मा चाहिँ अथर्ववेद रहेको छ। र यसमा पनि एउटा लोकसेवामा विशेष गरेर सोधिराख्ने क्वेसन रहेको छ। तपाईँहरू हेर्नुहोला। नेपाल भन्ने शब्द सर्वप्रथम कुन वेदमा उल्लेख गरिएको हो अथवा उल्लेख गरिएको छ है। यो चाहिँ तपाईँको लोकसेवामा घरिघरि चाहिँ आइराख्ने क्वेसन भएर मैले यो वेदको पनि टक्क चाहिँ तपाईँहरूलाई यहाँ हालेको छु कि तपाईँहरूले यो भिडियो चाहिँ एकचोटि हेरिसकेपछि तपाईँहरूले कुनै न कुनै ठाउँमा चाहिँ तपाईँको इक्जाम अथवा लोकसेवाको इक्जाममा चाहिँ सहज होस् भन्ने तरिकाले चाहिँ मैले यो भिडियो चाहिँ बनाएको हो है। र मैले विभिन्न लोकसेवाका टिप्सहरू पनि बिचबिचमा चाहिँ लिएको छु। र यो भनेको चाहिँ तपाईँको नेपाल भन्ने शब्द सर्वप्रथम कुन वेदमा उल्लेख गरिएको छ त है भन्दा चाहिँ यो चाहिँ अथर्ववेदमा चाहिँ नेपाल भन्ने शब्द चाहिँ उल्लेख गरिएको छ है। र हामी यता युगको पनि कुरा गरिसक्यौँ है। यो युगमा चाहिँ हाम्रो त्रेता युग भनेको चाहिँ हाम्रो त्रेता युग चाहिँ भगवान रामको पालामा
भगवान रामको पालालाई चाहिँ हामी त्रेतायुग भनिन्छ। त्यसै गरी चाहिँ द्वापर युग भनेको चाहिँ भगवान कृष्णको पालालाई चाहिँ हामी द्वापर युग अ, भन्ने गरिन्छ है। यो चाहिँ मैले यति भने। अ, त्यसै गरी अब म अगाडि गएँ। अ, यसैमा चाहिँ मैले अलिकति चाहिँ हाम्रो काठमाडौँ है, नेपालको राजधानी काठमाडौँ भएकोले चाहिँ काठमाडौँको उत्पत्ति कसरी भयो भन्ने कुरा पनि अलिकति मैले यो भिडियोमा समावेश गरेको छु। यो पनि चाहिँ हाम्रो धेरै पटक लोकसेवाको परीक्षामा सोधिराख्ने भएकोले मैले यो अलिकति टक्कै यहाँ हालेको छु। त्यसपछि चाहिँ हामी चाहिँ कन्टेन्टमा गइहाल्छौँ। यसपछि चाहिँ हामी हाम्रो कन्टेन्टमा जान्छौँ है। र चाहिँ यो चाहिँ एउटा हाम्रो के हो त भन्दा चाहिँ हाम्रो काठमाडौँ उपत्यकाको चाहिँ हाम्रो सुरुको है मानव बस्ती बस्नुभन्दा अगाडिको चाहिँ यो भाग हो। र यो के हो त भन्दा चाहिँ हाम्रो पुरै काठमाडौँ उपत्यका हाम्रो मानव बस्ती बस्नुभन्दा अगाडि चाहिँ सबै चाहिँ हाम्रो जलाशयले चाहिँ एकदम जल भरिपूर्ण चाहिँ जल रहेको थियो यहाँ चाहिँ है। जल पुरै जलहरू थियो। अ, भन्नुपर्दा चाहिँ यो पुरै जल थियो। अनि चाहिँ चोभार डाँडा है, चोभार डाँडा भनेको चाहिँ यहाँ। यो चाहिँ कसरी मानव बस्ती बस्यो त यहाँ काठमाडौँ उपत्यकामा है? भन्दाखेरिमा चाहिँ हाम्रो चीनबाट आएका मञ्जुश्रीले काटेका चीनबाट आएका मञ्जुश्रीले चाहिँ चोभार डाँडालाई काटेर चाहिँ यहाँको जलाशयलाई चाहिँ यहाँ चोभार डाँडाबाट निकास गरेपछि बल्ल चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ मानव बस्ती बस्न सुरु गरेका हुन् है। त्यसपछि मात्र काठमाडौँमा मानव बस्ती बस्न सुरु गरे। र अर्को कुरा चाहिँ मञ्जुश्रीले काटेको स्थानलाई चाहिँ के भनिन्छ त है? मञ्जुश्रीले जो चोबाडाँडामा काट्नुभयो है यहाँ यो ठाउँलाई, यो यो त यो ठाउँलाई है काटेको ठाउँलाई है, यो त चोबाडाँडा हो, यो पुरै चाहिँ चोबाडाँडा भयो तपाईँको होइन र यो काटेको चोबाडाँडामा काटेको मञ्जुश्रीले काटेको स्थानलाई के भनिन्छ त भन्दा चाहिँ चक्रतीर्थ भनिन्छ है। यो पनि तपाईँको लोकसेवामा आउने हो यो। यो आउने भयो अनि अर्को चाहिँ मञ्जुश्रीले काटेको काठमाडौँ उपत्यका चाहिँ कसले चाहिँ काटेका थिए त भन्दा चाहिँ मञ्जुश्रीले। यो भयो मैले चाहिँ यसमा यति नै भनेँ र यसमा चाहिँ अब अरू कुरा भन्नुपर्दा चाहिँ यो चोबारेर काटिसकेपछि चाहिँ तपाईँको चाहिँ यहाँको ताल सुकिसकेपछि भारतबाट चाहिँ भारतको राजस्थानबाट चाहिँ गोठालाहरू आएर चाहिँ यहाँ काठमाडौँमा चाहिँ बस्ती बसालेको भन्ने चाहिँ छ है यसमा। यसको बारेमा मैले चाहिँ यति नै भने अगाडि गएँ। अब हामी लागौँ चाहिँ नेपालको इतिहासको है प्राचीन इतिहासभित्रको नेपालको प्राचीन इतिहासभित्रको नेपालको इतिहासलाई चाहिँ हामी 4 भागमा विभाजन गरेर अध्ययन गरेका छौँ र सुरुमा चाहिँ हामी गोपाल वंश है 1 नम्बरमा गोपाल वंश, 2 नम्बरमा चाहिँ आविर वंश, 3 नम्बरमा किरात वंश र 4 नम्बरमा लिच्छविकाल है। यसरी चाहिँ अध्ययन गर्ने गरेका छौँ। जसमा हाम्रो चाहिँ अ, म चाहिँ अब सुरुमा चाहिँ गोपाल वंशतिर लागेँ है। गोपाल वंशको बारेमा चाहिँ यसको बारेमा चाहिँ अलिकति हेरौँ। हाम्रो गोपाल वंशमा चाहिँ जम्मा-जम्मी गोपाल वंशमा चाहिँ 8 जना राजाले चाहिँ राज गरेका थिए है। 8 जना राजाले राज गरेका थिए। र पहिलो हाम्रो चाहिँ राजा को हुन् त भन्दाखेरिमा चाहिँ भुक्तमान अथवा चाहिँ यसलाई चाहिँ धर्माकर पनि भनिन्छ भुक्तमान राजा है। गोपाल वंशको पहिलो राजा को हुन् भनेपछि भुक्तमान र अन्तिम राजा भनेको यक्षगुप्त है। र 20को चाहिँ हाम्रो 20को चाहिँ 6वटा चाहिँ हामी अध्ययन गर्दैनौँ किनभने यो चाहिँ खासै त्यस्तो परीक्षामा नआउने भएकोले चाहिँ जुन चाहिँ महत्त्वपूर्ण छ ती कुराहरू मात्रै हामी चाहिँ यहाँ नोट गर्यौँ है। त्यसै गरी है गोपाल वंशमा चाहिँ शासन केन्द्र है शासन केन्द्र अथवा उनीहरूको चाहिँ गोपाल वंशको राजाको चाहिँ तपाईँको हेड क्वार्टर भनौँ अथवा उनीहरूको चाहिँ मेन केन्द्र राजधानी कहाँ छ भन्दा चाहिँ मातातीर्थ भनेको छ। मातातीर्थ भनेको चाहिँ कहाँ छ त भन्दा थानकोट है। थानकोटलाई चाहिँ मेन केन्द्रबिन्दु भनेको उनीहरूको चाहिँ थानकोटमा रहेछ उनीहरूको। र शासन अवधि कति गरे त गोपाल वंशले भन्दा चाहिँ जम्मा जम्मी चाहिँ 521 वर्ष उनीहरू गोपाल वंशहरूले चाहिँ शासन गरे उनीहरूले चाहिँ है। र उनीहरू गोपाल वंशको जाति भनेको चाहिँ निप जाति, वंश भनेको गुप्त वंश। त भए पनि यिनीहरूले किन गोपाल वंश भन्यो त भन्दा यिनीहरूले चाहिँ गाई पालेकोले गर्दा चाहिँ उनीहरूलाई गोपाल वंश भन्ने गरिन्थ्यो है। र
गोपाल वंशको राज्य कत्रो थियो त है? गोपाल वंशको राज्य कत्रो थियो त भन्दा चाहिँ यो मेन मेन उनीहरूको केन्द्रबिन्दु चाहिँ तपाईँको थानकोट भयो है। र यहाँ थानकोटदेखि चाहिँ माता तीर्थ भनौँ, माता तीर्थ भनेकै थानकोट हो। केन्द्रबिन्दु भनेको उनीहरूको माता तीर्थ भयो, माता तीर्थ यो केन्द्र भयो, त्यो थानकोट भयो। र उनीहरूको चाहिँ यो केन्द्रबिन्दुबाट चाहिँ है तपाईँको उत्तरमा चाहिँ रसुवाको गोसाइँकुण्ड है। गोसाइँकुण्ड कहाँ पर्छ भन्यो भने रसुवा भन्नुपर्यो। धेरैचोटि परीक्षामा आइरहेको यो पनि। रसुवाको गोसाइँकुण्ड र चाहिँ पश्चिममा अ, अ, उत्तरमा यो भयो। त्यसै गरी दक्षिणमा चाहिँ मकवानपुरको चित्लाङ है। मकवानपुरको चित्लाङमा चाहिँ दक्षिणमा भयो। त्यसै गरी चाहिँ पूर्वमा चाहिँ दुधकोशी र पश्चिममा त्रिशुली। यो चाहिँ उनीहरूको चाहिँ मेन केन्द्रबिन्दु चाहिँ गोपाल वंशको थियो है। गोपाल वंशको राज्य। त्यसै गरी म अब नेपालको चाहिँ वंशहरूमध्ये 2 नम्बर आबिर वंशमा गएँ। आबिर वंशमा चाहिँ जम्मा जम्मी हाम्रो 3 जना राजाले राज्य गरेका थिए है। र पहिलो भनेको बरसिंह, दोस्रो भनेको जयसिंह र तेस्रो भनेको भुवनसिंह। भुवनसिंह राजा थिए। र यसमा पनि शासन केन्द्र भनेको चाहिँ दोस्रो आबिर वंशमा पनि मातृतीर्थ नै थियो। हैजान मातृतीर्थ नै थियो। र उनीहरूको शासन अवधि है आबिर वंशको चाहिँ शासन अवधि कति थियो त भन्दाखेरिमा चाहिँ 111 वर्ष। 111 वर्ष चाहिँ मातृतीर्थ, 111 वर्ष चाहिँ आबिर वंशका राजाहरूले चाहिँ शासन गरेका थिए। किराँतको राजा यलम्बरले युद्ध गरेर भुवनसिंहलाई पराजय गरी आबिरको अन्त्य भई किराँत वंश आयो है। आबिर वंश चाहिँ तपाईँको कसरी अन्त्य भयो त भन्दा चाहिँ किराँत वंशले चाहिँ आबिर वंशसँग युद्ध गरी आबिर वंशलाई पराजय गरी किराँतले चाहिँ यो राज्य सत्ता चाहिँ आफ्नो हातमा लिए। त्यसरी चाहिँ आबिर वंशको अन्त्य भयो। यसपछि चाहिँ तपाईँको किराँत वंशले चाहिँ आफ्नो शासन चलाए। भन्दै आजको भिडियो मैले यहीँ अन्त्य गरेँ। कृपया भिडियो कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिनुहोला। र तपाईँहरूलाई यस्तै भिडियो चाहिँ उपयोगी लाग्छ भने कृपया यस ब्लग सेवा र युट्युब च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यति भन्दै मेरो कन्टेन्ट चाहिँ यहीँ अन्त्य गरेँ। धन्यवाद, नमस्कार।